तपाईँको सुरुमा राज संस्थाको विकल्पमा चाहिँ रविको पार्टी आएको जस्तो देखिन्छ। त्यसपछि उसमा आएको मत यिनलाई नै काम लागेको छ। फेरि यिनले नै त्यो पत्तालाई सरकारमा जान प्रयोग गरेको छ र फेरि चाहिँ नि उसको चाहिँ नि कमजोरी, त्यो सहकारी ठगीको कमजोरी पक्रेर उसलाई डिमोरलाइज गरेको छ। फेरि अहिले राज संस्थावादीहरूको मत बढ्न आँटेको क्या हो भनेर ऊ माथि चाहिँ नि यो यहाँ अचम्म के छ भने फेरि रविले फडा उठाएको छ। म भन्छु जस्तो रवि लामिछाने ती मुद्दा मामिला झेलेपछि लगभग दुलोभित्र पस्या जस्तै थिए, कमै मात्रै बोल्थे। पछिल्लो समयमा राजाको वक्तव्य सार्वजनिक भइसकेपछि र राज संस्था चाहिन्छ भन्ने मान्छेहरूको सडकमा उपस्थिति बढ्न थालेपछि रवि लामिछाने एकाएक कहिले अदालतमा झुल्किन थाले, कहिले कहीँ झुल्किन थाले र अब म बोल्छु, अब चाँडै बोल्छु, नजिक आइसक्यो बोल्ने भनेर बडो एकैछिन बडो अर्थपूर्ण बोले। त्यसपछि त्यो बोलेको केही समयपछि अब एउटा रेभोल्युसन हुन बाँकी छ, चाँडै एउटा क्रान्ति हुँदैछ भनेर भने। उनको मुद्दा मामिला किनारा पनि लागेको छैन, उनले सफाई पनि पाएको छैनन्। हिजो जे थियो त्यही अवस्था छ, पर्साको मुद्दा अझै बाँकी छ। तर उनी एकाएक म अब सक्रिय भए भनेर बैठक पनि राखिसके अध्यक्षको हैसियतले। सभामुखले भेटेर मेरो निलम्बन फुकुवा गरिदिनुहोस् पनि भन्न थालिसके। अब कार्यक्रममा सक्रिय हुन थालिसके। यो भित्रको सेटिङ चाहिँ के हुन सक्छ? यो भित्रको यिनै यी 3टा ठेकदार छन् नि त, काङ्ग्रेस एमाले माओवादीका ठेकदारहरूले